हेलो नमस्कार साथीहरू। सम्पूर्ण इष्टमित्रहरूमा साइनो अनुसार ढोकदिया नमस्कार झोरले। आज चाहिँ हामी बुढाबुढी बेलुकी पख यसो घुमघाम गर्न पर्यो, वाकिङ गर्न पर्यो भनेर भैँसीपाटीतिर आएको। कति बस्नु घर भनेर यसो हिँड्दैछौँ साथीहरू, हजुरहरू पनि हामीसँगै रहेर यसो डाँडा पाखाहरू हेर्नुहोला। हामी चाहिँ यता भैँसीपाटीको लामो झलुङ्गे पुलतिर नि आइपुग्यौँ। एकदमै लामो झलुङ्गे पुल रहेछ। यहाँ चाहिँ फर्स्ट टाइम आइपुगेँ म। एकदम रमाइलो रहेछ। यहाँ चाहिँ चिउरीको रुख पनि छ। झलुङ्गे पुलमा मान्छेहरू हिँड्दैछ। चिउरीहरू फलिरहेको रहेछ। सानो फल्दैछ, कति राम्रो। यहाँ पहेँलो फुल फुलिरहेको छ। लरेर परेको मन परेर मैले भिडियो लिएँ। यहाँ चाहिँ पिङ्क कलरको पनि फुल रहेछ। गाउँघरको जस्तै खोल्साहरू रहेछ, बाँसघारी। एकदमै रमाइलो लाग्यो। गाउँको याद आयो मलाई त। अब चाहिँ हामी फर्किँदैछौँ। झोला बोकेर ओह्रालो झर्दै हुनुहुन्छ अगाडि अगाडि मेरो बुढो। यता चाहिँ बाख्राहरू चराएर आएको रहेछ। बाख्राको चाहिँ यो बुबु ठुनियाला भएको जस्तै छ। आफ्नो बच्चाले छोडेको अरे, त्यही भएर भारी भएको रहेछ। कसरी हिँड्यो होला बिचरा, कति गाह्रो भएको होला। यहाँ चाहिँ गाउँको जस्तै सर्का सुर्की बारीहरू रहेछ अनि रमाइलो रहेछ। यहाँ खोल्सामा चाहिँ जलुका पलाएको। ठ्याक्कै हामी हाम्रै बारीतिर आइपुग्यौँ। बारीमा चाहिँ अलिअलि काँक्रो फलेको छ, टिपेर लैजाउँ भनेर टिप्दैछु म। खासै राम्रो भएन, असम त काँक्राहरू नि। अब चाहिँ फर्सीको मुन्टा पनि टिपेर घर जाने विचार गर्दैछौँ। हजुरहरूले पुरा हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। मन पर्यो भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नबिर्सनु होला। अब म फर्सीको मुन्टा नि टिपेँ एक छाक। फेरि पनि हजुरहरूलाई धेरै धेरै धन्यवाद। बाई बाई।